हेलो हामी लाङटाङको डे 3 मा लाङटाङ भ्याली बसेको अनि अहिले कहाँ आइपुग्यौँ थाहा भएन तर अलिअलि खुलिरहेछ आकाश नट ब्याड गुड मर्निङ आइस जो माथि यसलाई आज चाहिँ के दिनुपर्छ रोटी खान्छ जस्तो पनि दाइहरूसँग बसेर यो यस्तो पो छ ओइ पहाडै पहाड रहेछ छतमा वाह के हो यो बगाल रहेछ त्यहाँ पनि ब्रो मैले सोचिरहेको यता हिमाल होला ओ यता पनि छ हिमाल हुन्छ ब्याट्री पनि हुन्छ रोल गरेर रोल जेसुकै होस् त भवाल ठाउँमा आइपुग्यो नि हामी लाङटाङ भ्याली बसेर निस्केको त हामी खोला एउटा प्लास्टिकमा छ कि केमा छ ओए यो पनि ल्याएछ छ्याङ उ गर्ने फिर्के पनि ल्याएछ छ्याङको लागि ए त्यति हो काउली यसलाई के गर्नु अब यसको बानी चाहिँ खराब रहेछ नि यसलाई झन् राम्रोसँग खानु नि यस्तो हरामी रहेछ जे पाइदिए खाइदिँदैछ है हुन्छ भोलि यतिको त हुनैपर्छ क्या भोलि जाने हो त्यसमा आजै जाने हो उसमा चाहिँ तर कहाँ छ भ्याली आन्टी त ड्युटी चल्दैन म त यो चौरीको कति पर्छ आन्टी एउटाको 1 लाख 70,000 नाइस 1 लाखमा यो सबै यो हामीले दिन्छ यो किन बनाएको यो खासमा यो बुद्धिस्टले मान्छे मरेको नाममा हो होइन 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 है हामी मर्नेको पछि राम्रो होस् भनेर। ए पछि राम्रो होस् भनेर नाइस कति टाइम हो अब कडा एकैछिनमा पुरै ढुक्म भइसक्यो कस्तो जाडो छ यार यता त एकैछिनमा घाम लागिरहेछ एकैछिनमा हुचो लगाइरहेछ क्या यता
ओ भाइ साहब चिट सेन्टर म के हो पोटेन्सियल के भनेको यहीको हो यहाँ छ यही होला नि क्यान्चिङ गुम्बा भनेको यो हो गुम्बा खोइ त गुम्बा ए ओके डे 3 हामी कति अघि 10 बजी आइपुग्यो होला क्यान्चिङ गुम्बा अनि अब क्यान्चिङ टी जानु लाग्यो गइदिनु भनेर केटाहरूले पनि गइदिउँ भने हामी 3 जना छौँ अहिले भ्यू चाहिँ यस्तो छ यहाँको माथि पुरै बादल छ क्या खुल्नु पर्ने हामी पुग्नु पर्ने माथि चिसो छ तर वालले हावा जस्तो चल्दा फाइनली क्यान्टिन आइपुग्यो हामी भ्यू त भ्यू हेर्ने हो भ्यू भ्यू खोल भन्न यता त्यो खोलिसक्यो फेरि आउँछ फेरि 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 छोपिहाल्यो नि फक